हेलो गाइज, मेरो नाम विकास यादव हो। हुन्छ नेपालमा 77वटा जिल्ला छ। त्यो जिल्लाको विभाजन कहिले भयो अनि हाम्रो नेपालमा 7वटा प्रदेश हो। त्यो प्रदेशमा के भन्छ कतिवटा जिल्ला छन्, म चाहिँ त्यसको ट्रिक दिन्छु। तपाईँहरू कसरी याद गर्नु के भन्छ, विद्यार्थीहरू त याद गरिरहेको हुन्छ तर बिर्सिरहेको हुन्छन्। अरू के भन्छ यति हुनुको साथै के भन्छ 2 नम्बर प्रदेशमा 8वटा जिल्ला छ भने त्यसको नाम चाहिँ कसरी याद गर्ने, म एकदमै सजिलो ट्रिक दिन्छु तपाईँहरूलाई। जुन के भन्छ 7वटा प्रदेश हो त्यो प्रदेशको नाम के हो त्यो म अर्को भिडियोमा लिएर आउनेछु। पहिला ल अब हेर्नु, यहाँ प्रश्न नम्बर 1 छ। प्रश्न नम्बर 1 के छ भने हाम्रो नेपालमा 77वटा यो प्रश्नमा 1 छ। नेपालमा 77वटा जिल्ला छन् भने कहिले विभाजन भएको थियो? यसको डेट चाहिँ हो विक्रम सम्वत 2072 भाद्र 5 गते। अनि अर्को फेरि प्रश्न छ, 2 नम्बर प्रश्न छ। 2 नम्बर प्रश्नमा के छ भने हाम्रो नेपालमा 7वटा प्रदेश छ अनि कुन प्रदेशमा कतिवटा जिल्ला छ भने के भन्छ कसरी याद गर्ने? विद्यार्थीहरू त याद गरिरहेको हुन्छन् तर एकैछिनमा बिर्सिरहेको हुन्छन्। तर म आज यस्तो ट्रिक बताउँछु कि यो ट्रिकले तपाईँहरू कहिले बिर्सनु हुँदैन। तपाईँहरूलाई मात्र एकैछिनमा याद गर्नु छ के भन्छ। अनि याद गर्न त्यति गाह्रो छैन, एकैछिनमा याद हुन्छ। अब यता आउनु हेर्नु, यहाँ नम्बर अफ प्रोभिन्स भयो। यहाँ नम्बर अफ डिस्ट्रिक्ट, नम्बर अफ प्रोभिन्समा एउटा के भन्छ कोड छ कि त्यो कोड याद गर्नुपर्छ। 27 64 531। 2 को मतलब के हो, 7 को मतलब के हो, अनि तलको जुन सबै डिजिट हो त्यो सबैको मतलब के हो म अहिले भनिरहेको छु। यो 2 को मतलब भयो 2 नम्बर प्रदेश, 7 को मतलब 7 नम्बर प्रदेश, 6 को मतलब भयो 6 नम्बर प्रदेश। 2 नम्बर प्रदेशमा 8वटा जिल्ला छ अनि जब 8 भयो 8 पछि के आउँछ 9, 9 पछि के आउँछ 10। त यस्तै क्रमशः राख्दै जाने 9 10 11 12 13 14। यानि कि 2 नम्बर प्रदेशमा 8वटा जिल्ला, 7 नम्बर प्रदेशमा 9वटा जिल्ला छ, 6 नम्बर प्रदेशमा 10वटा जिल्ला, 4 नम्बर प्रदेशमा 11वटा जिल्ला छ। यस्तै गरी सबैमा छ। अनि यो जुन 2 नम्बर प्रदेश हो, 2 नम्बर प्रदेशलाई मध्य प्रदेश भनेर नामाकरण गरिएको छ। मध्य प्रदेश। 2 नम्बर प्रदेश, यो 2 मैले किन लेखेको 2 नम्बर प्रदेश छ त्यही भएर मैले 2 लेखेको क्वेश्चनमा। अनि यहाँ 8वटा जिल्ला छ अनि त्यो जिल्लाहरू कुन कुन हुन्? विद्यार्थीहरू त के भन्छ यसरी याद गर्छन्, रौतहट, सर्लाही, बडा, पर्सा याद गर्नलाई गर्छ तर फेरि बिर्सिहाल्छ। अनि बिर्सेपछि के भन्छ विद्यार्थीहरू बारम्बार किन याद गर्ने, के भन्छ उनीहरूलाई झ्याउ लाग्छ। तर म जुन ट्रिक बताइरहेको छु यो ट्रिकले चाहिँ के भन्छ एकैछिनमा याद हुन्छ अनि सधैँको लागि रहिरहन्छ। रौसमको बाप दशिष, ट्रिकको नाम हो रौसमको बाप दशिष। रौसमको बाप दशिष यसको मतलब के भयो? यो रौले रौतहट भयो, सले सर्लाही भयो, मले महतरी भयो, बाले बडा भयो, पले पर्सा भयो, धले धन्सा भयो, सिले सिराहा भयो, फेरि सले सप्तरी भयो। यो को मैले किन राखेको छु के भन्छ आफ्नो मनले राखिदिएको छु। किन राखेको छु के भन्छ
मान्नु मैले को हटाएर पढिरहेको छु, रौसम बाप दशिष यसरी मिलिरहेको छैन, तर म रौसमको बाप दशिष पढिरहेको छु, तर के भन्छ यसरी मिलाएको छु। त्यही भएर म राखिदिएको छु रौसम अनि को आफ्नो मनले राखिदिएको, त्यही भएर रौसमको बाप दशिष भयो। अनि यो रौले रौटहट भयो। रौटहट। सले सर्लाही भयो। मले महतरी भयो। को त आफ्नो मनलाई राखेको छु, कोलाई त केही गर्नु छैन। बले बरा भयो। पले पर्सा भयो। धले धन्सा भयो। फेरि सिले सिराहा भयो। सले एउटा बच्यो सर्लाही, सरी सर्लाही त भइसकेको छ, सप्तरी। यति थियो आज हाम्रो टपिक। अनि के भन्छ नेपालमा 7वटा प्रदेश छ, अनि त्यो प्रदेशको नाम के हो त्यो म अर्को भिडियोमा लिएर आउने छु। आजको टपिक यति मात्र थियो, भइसक्यो।